ल हेर्न सक्नुहुन्छ खाँदाखेरि चट्ट मिठो पोलेको खुर्सानी है। हामी यहाँबाट जान्छौँ किचनतिर। यहाँ टमाटर बोइल भइरहेछ है चटनी बनाउनको लागि। हामी बिदाको टाइममा लगाएर एकजना मिसको घर आएको यसरी हो कि यताबाट यसरी होइन कि यो गरिरहेछौँ है चटनी बनाउनको लागि। यसको कभरहरू फालिरहेछौँ। दाजु भन्नुहुन्छ धेरै टमाटर साथै अचार बनाउनु पर्यो। ओके मेन भूमिका चाहिँ उहाँकै छ। प्लेटमा हामीले मिलाएर राखिराखेका छौँ। ल हेर्नुहोस् अब चाहिँ भ्याइयो है हाम्रो। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो तिर्सना मिसको करेसाबारी। रातो 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 भित्रभित्र फलेछ। साथी पछि भेटौँला। हेलो गाइस वेलकम टु माई युट्युब च्यानल है। आज चाहिँ हामी बिदाको टाइममा लगाएर तिर्सना मिसको घर आएको है। आज चाहिँ केही खानेकुराहरू बनाएर खाऊँ न भनेर तिर्सना मिसको घर आएको छौँ। म नानी बाबु भनेर तिर्सना मिसको घर आएको। हामी यहाँबाट जान्छौँ किचनतिर। किचनमा हुनुहुन्छ हाम्रो साथी मिसेस तिर्सना श्रेष्ठ। प्लिज हाई भनिदिनुहोस् तिर्सनाजी। हाई हेलो। यहाँ बन्दैछ पकौडी। तपाईँहरू हेर्न सक्नुहुन्छ मेड बाई तिर्सना श्रेष्ठ। हेलो गाइस आज तपाईहरु देख्न सक्नुहुन्छ म के बनाउँदैछु हेर्नुस्। पकौडी बनाउँदैछु है। मैले बनाएको पकौडी खाने भए आउन सक्नुहुन्छ तपाईहरु। तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ चाहिँ टमाटर बोइल भइरहेछ है चटनी बनाउनको लागि। यहाँ पकौडी बनिरहेछ। यता यो बनाउन बाँकी अझै अरू पनि छ है। ल हेर्न सक्नुहुन्छ खाँदाखेरि चट्ट मिठो पोलेको खुर्सानी है चटनीमा राखेपछि एकदम मिठो हुन्छ। यसरी हो कि भयो है यो त। यो भएको पकौडी होइन यो त टिकिया जस्तो देखेछ। नाम पकौडी यो अल्छीहरूले गर्ने काम हो हैन। छिटो छिटो चरित्र होस् भनेर जाने पेटमै यो। त्यही भएर यसरी तेलहरू चाहिँ त्यो नहोस् भनेर चार्जरमा निकालेको। यो त टिकियामा गर्नुहुन्छ। अब यसको नाम परिवर्तन हुन्छ। यस यति भइसकेको छ। नेक्स्ट दाजु भन्नुहुन्छ धेरै टमाटर साथै अचार बनाउनु पर्यो। ओके यो गरिरहेछौँ है चटनी बनाउनको लागि। यसको कभरहरू फालिरहेछौँ हेर्न सक्नुहुन्छ। यसरी बनाउनु हामी जाँदैछौँ चटनी बनाउन मिक्सचरमा। तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो ब्युटिफुल मिसले चटनी बनाउनुहुन्छ। म चाहिँ अलिअलि हेल्प गर्ने मात्रै हो। मेन भूमिका चाहिँ उहाँकै छ। मिक्सचर हेर्नु है मिक्सचर भर्खरै बिग्रियो। त्यही भएर हामीले थोरै थोरै गरेर पिस्दैछौँ चटनी। भित्र के भन्छ साथी चटनी बनाउँदा त यस्तो गर्न पर्ने थिएन। तर पनि यस्तो तातो छ यार। तातो गरेर मिक्सचर बिग्रियो नि फेरि बिग्रेला होइन माथि चिप्लिन्छ कि। बनाएको पकौडी र टिकिया प्लेटमा हामीले मिलाएर राखिराखेका छौँ। अब हामी चटनीसँग खाने
पार्ने तयारीमा है। हेर्न सक्नुहुन्छ क्रिस्पी कति राम्रो बनेछ। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो 30 निमिषको करेसाबारी है। हेर्नु काउली, ओ माई गड। अन्त हेर्न सक्नुहुन्छ भन्दा टन्नै पल्सेर तरकारी त प्याजहरू लगाउनु भएको रहेछ। पक्कै पनि आन्टीको काम गर्नुपर्छ। हाउ मच मेहनती, कति मेहनत गर्नुभएको हो भने कि करेसाबारीमा टन्नै आफूलाई खाने भएर है तरकारीहरू फलाएर सागहरू व्यवस्थित ढङ्गले राख्नु भएको छ नि। हेर्नुहोस् 30 निमिषको करेसाबारीमा फलेको टमाटर अर्ग्यानिक, आफ्नै करेसाबारीमा फलेको अर्ग्यानिक टमाटर हेर्न सक्नुहुन्छ। हेर्नु न रातो 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 भित्रभित्र फलेछ है। कति धेरै कस्तो राम्रोसँग फलेको के, घर खानलाई त मजासँग हुन्छ के। उता चाहिँ अरू यता घरकोले लगाउनु भएको रहेछ होला सायद, प्याजहरू छ। यो हो हाम्रो सुन्दर नगरी कोहलपुर। त घाम डुब्दैछ यता छ, उता चाहिँ यो एरिया चाहिँ साझा चोकतिर पर्छ यता। हामी चाहिँ यता छौँ, यता बाटो बन्दैछ देख्न सक्नुहुन्छ। हेर्नुहोस् हाम्रो नास्ता तयार भइसक्यो। अब हामी चाहिँ हलमा खान जाँदैछौँ। हेर्नुहोस् है यता हाम्रो खानेकुराहरू आइसक्यो। यता हाम्रो बच्चा टोली छ, टिभी हेरिराखेको छ। यता भर्खर लाइन गएर आएको है, त्यही भएर हेर्नुहोस्। आउनुहोस् खानको लागि, पकौडी टिकिया हो। सक्नुहुन्छ हामी खाँदैछौँ पकौडी। म पनि खाना आइसकेको छु है। टाडा देखा नहीं मेरो दाँतले हुन्छ हाम्रो लजालु मिस मैले बनाएको है मिठो छ। हेलो मैले किन खान लाग्छु पकौडी बनाएर। कहाँ हुनुहुन्छ, कति बेला आउनुहुन्छ? बना छैन दिन त आउनु लाग्छ ल गाइज, हामी चाहिँ खानपिनहरू सबै भइसक्यो है। अब चाहिँ म घर जान लागेको, बच्चा टोली अघि गइसक्यो। म चाहिँ अब यो लगेर जाँदैछु। साथी पछि भेटौँला, बाई बाई। ल भ्लग यहीँ स्थगित भएको जानकारी गराउन चाहन्छु। बाई बाई, हेभ अ गुड नाइट।